त हेलो गाइज, आज चाहिँ म हाम्रो यही डान्स क्लासको सदस्य लोकेन पाण्डे दाइलाई म बोलाउन चाहन्छु हैन। ओके मेरो भाइ, ल गाइज फाइनली आइसकेको छु। अब यो भाइले चाहिँ प्रश्न गर्ने अरे मलाई हैन, प्रश्नमा गरे पछाडि मिलाउँदाखेरि चाहिँ कति रुपैयाँ के दिने दियो गिफ्ट 50 रुपैयाँको ल ठिक छ ल सो त ल उहाँले 5 वटा मध्ये 3टा मिलाउनु भयो भने उहाँले 50 रुपैयाँको सरप्राइज गिफ्ट पाउनुहुनेछ। र यो भिडियो अन्तिमसम्म हेरिदिनु होला र यो सिएनसी एन्टरटेनमेन्ट च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्न नभुलिदिनु होला है। ल सुरु प्रश्न मेरो आजको सुरु प्रश्न रहेको छ, त्रिभुवन विश्वविद्यालयको स्थापना घोषणा कहिले भयो? 2022 फागुन 9 गते, 2012 चैत 18 गते। 2012 चैत 18 गते। ल सुरुको मिलाइसक्नु भएको छ। प्रश्न 1 मा एउटै प्रश्न मिसाएछ। मेरो दोस्रो प्रश्न रहेको छ, नरहरि शाह कहाँका राजा थिए? उर्लाबारी, भक्तपुर, लमजुङ। भक्तपुर। रङ जवाब हैन। लमजुङ। यसको सही उत्तर रहेको छ लमजुङ हैन। ओके थ्याङ्क यू। दुईटा क्वेशनमा एउटा मिलेको। भारतादिवास मन्दिर कसले निर्माण गरेका थिए? भीमसेन थापा, शुक्र राज शास्त्री र मानवदेव। मानवदेव। र मिलाइसक्नु भएको छ। अब एउटा मिलाउनु भने पाउनुहुनेछ। तीनटा प्रश्नमा दुईटा मिलाइसकेको छु गाइज। अलि ठुलो छोले भयो। न्यायपोल देवल हैन प्रश्न नम्बर र मेरो चौथो प्रश्न रहेको छ। आजको चौथो प्रश्न, न्यायपोल देवल कसले बनाउन लागेका थिए? भुपु सेचन, भुपु त्रिहन्तन मल्ल। भुपु त्रिहन्तन मल्ल। रङ जवाब भुपु सेचन रहेको छ है। ओके थ्याङ्क यू। अब लास्ट होला। ल आयोजन तह विनाश गर्ने प्रमुख कारक तत्त्व कुन हो? एएलयू, टीयू, सीएफसी। रङ जवाब एकले सक्नु भएको छ। यसको सही उत्तर रहेको छ सीएफसी। ओके ल दाइ आज तपाईँ एउटाले हार्नुभयो। अब भोलिकोमा जित्न सक्नुहुन्छ भने आइरहेको छु। अरे यार 5 वटा प्रश्न गर्दा त दुईटा त मिलाएको त। दाइ 3टा मिलाउनु पर्ने थियो नि त। ल दाइ मेरो च्यानल के भन्न चाहनुहुन्छ? ल सबैजनाले भाइको च्यानल, नयाँ च्यानल नामको च्यानल नाम के हो? सिएनसी एन्टरटेनमेन्ट। सिएनसी इन्टरटेनमेन्टलाई सबैजनाले सब्स्क्राइब गर्नु होला र बेल नोटिफिकेसनलाई पनि अनमा सेट गरेर